छोरी हो, मेरो स्वीटी छोरी हो, क्युटी। नमस्कार साथीहरू सबैजनालाई अनि स्वागत छ मेरो भिडियोमा हजुरहरूलाई। यो कुरा के है सबैजनालाई थाहा छ नि, आफ्नो आफ्नो दुःख चाहिँ आफूलाई एकदमै ठुलो लाग्ने रहेछ क्या है। मलाई पनि पहिला त्यस्तै लाग्थ्यो क्या। अनि जब युए आइपुगे नि अनि तब चाहिँ थाहा भयो क्या, अरूलाई पनि मलाई भन्दा ठुलो दुःख परेको रहेछ। सबैजना मान्छेहरू केही न केही दुःख पीडा चाहिँ भोगेकै हुने रहेछ भन्ने कुरा चाहिँ बल्ल तब थाहा भयो के। यहाँ आएर काम गरेर सबैको स्टोरी सुन्दाखेरि चाहिँ बुझेँ के है यो कुरा। है म चाहिँ सानो छँदाखेरि मैले मेरो आमासँग धेरै टाइमसँगै बिताउनै पाइनँ के। त्यही कुराले मलाई सधैँभरि एकदमै पोल्छ, दुखी बनाउँछ क्या। किनकि अब त्यति बेला म सानो छँदा चाहिँ के हाम्रो घरको माहौल एकदमै हेल्दी थिएन जे होस् हाम्रो घरको माहौल है। त्यही भएर म मामा घरमा नै बसेको के ठुलो हुनेसम्म। मलाई अझै पनि याद छ कि त्यो मोमेन्टहरू है। मलाई यति धेरै मेरो मम्मीसँग बस्न मन लाग्थ्यो, मम्मीसँग हिँड्न डुल्न खेल्न मन लाग्थ्यो क्या है। अनि अहिले पनि क्या मलाई त्यो कुराहरू सम्झिँदा कस्तो रुन मन लाग्छ, कस्तो दुखी हुन मन लाग्छ होइन। कहिलेकाहीँ चाहिँ म कसरी यति ठुलो भएँ, अब आफूलाई हेर्छु क्या होइन। यत्रो बुढी भइसकेँ, त्यो बचपन बेलामा मैले मेरो मम्मीसँग टाइम स्पेन्ड गर्न पाइनँ भनेर कस्तो दुःख लाग्छ क्या। अब यत्रो ठुलो भइसक्यो नि त, अब त्यो टाइम त फेरि फर्केर आउँदैन नि त है। कस्तो दुःख लाग्छ क्या। अनि है मेरो मामा घरको आखे ममले चाहिँ भन्नुहुन्थ्यो मेरो नातिनी साह्रै ज्ञानी छ, साह्रै लक्षणको छ, अनि आफ्नो मम्मीलाई पनि पछ्याउँदैन, बाजे बोजूसँगै बस्न मन पराउँछ भनेर भन्नुहुन्थ्यो क्या है। आफूलाई मम्मीसँग जान मन लाग्दा हुन मन लाग्दै पनि होइन मन नलागेको जस्तो देखाउनु पर्ने क्या। अब त्यो मम्मीसँग नपछ्यायो भनेपछि चाहिँ ज्ञानी हुने रहेछ, ज्ञानी बच्चा हुने रहेछ भन्ने मेरो बुझाइ थियो क्या त्यति बेला। किनकि ठुलो मान्छेहरूले आमा पछ्याउँदैन साह्रै ज्ञानी छ भनेर भन्नुहुन्थ्यो क्या होइन। के है म अलि टिनेजको भएँ तब चाहिँ मेरो मम्मी विदेश जानु पर्यो क्या। अब घरको हालत त्यस्तै ठिक नभएर। अनि त्यो टिनेजमा चाहिँ होइन मम्मी धेरै मिस हुँदो रहेछ के। स्कुलको कुराहरू कति धेरै हुने, टिचरले गरेको कुराहरू कति धेरै, सबैले गरेको व्यवहार देखेर दिक्क लाग्ने होइन, कस्तो झिझार मात्रै लाग्ने। सबै कुरा मम्मीलाई सेयर गर्न मन लाग्दो रहेछ क्या त्यो त्यति बेला चाहिँ होइन। अनि मलाई चाहिँ जसले मन दुख्ने कुरा गरे नि, थोरै गाली गरे पनि मर्न मन लाग्ने क्या त्यो बेलामा। झन् मम्मी छैन, मम्मीलाई भन्न पनि भनेर कस्तो मर्न मन लाग्थ्यो कि त्यो बेला। कति धेरै जे कुरामा नि खालि मर्न मन लाग्थ्यो क्या मलाई है। अहिले आमासँग जति पनि टाइमहरू बिताउँछु नि त्यो मोमेन्टलाई चाहिँ मेरो स्विट मेमोरीमा कहिले नमेटिने गरी राख्छु के। म बुढी हुने बेला पनि सम्म पनि कहिले नबिर्सिने गरे क्या, कहिले नजाने गरे। अहिले मेरो आमासँग जति पनि टाइम बिताउँछु कुराहरू गर्छु, त्यो मोमेन्ट चाहिँ एकदमै सधैँ स्पेसल लाग्छ है। अनि सधैँ अनमोल छ क्या। त्यो बचपनहरू त फर्केर आउँदैन, त्यो टाइम फर्केर आउँदैन होइन। त्यही पनि अब चाहिँ मरि भने पनि मलाई शान्तिसँग म पार तर्छु होला क्या होइन। म आमासँग नभेटिकन
आमा नेपालमा म नेपालमा आमा विदेश हुँदाखेरि नै म मर्या भए चाहिँ मेरो आत्मा भड्केर खत्तमै हुन्थ्यो होला क्या है। मलाई के यसरी भोइस ओभर गरेर हाल्दाखेरि कस्तो आफ्नो भोइस सुनेर आफैलाई कस्तो इरिटेट लाग्ने, कस्तो लाज लाग्ने क्या। अब आज चाहिँ हालिदिन्छु भनेर हिम्मत कसेर गरेको के। अब कोले हेर्नुहुन्छ हेर्नुहुन्न त थाहा छैन, त्यही पनि पछिसम्मको लागि मेरो मेमोरीको लागि भए पनि यो चाहिँ म राख्न चाहन्छु के। अरू मान्छेहरूको देख्छु के म आफूले भोइस मेसेज पठाएको त्यो फेरि आफैले सुन्छ क्या है, दोहोऱ्याएर तेर्याएर कसरी सुन्छ क्या कस्तो मजाले। अनि म चाहिँ कहिलेकाहीँ भोइस मेसेज गरेको केही गरी मिस्टेकले आफै खोल्यो भने नि मेरो भोइस मेसेज यति नराम्रो लाग्छ। म एक्लै छु भने पनि म मेरो भोइस मेसेज त सुन्न सक्दिनँ क्या, यति नराम्रो लाग्छ आफ्नो भोइस है। यति नराम्रो लाग्ने, कस्तो नाकले बोलेको जस्तो कस्तो लाज लाग्छ क्या। म एक्लै सुन्दा पनि यस्तो लाज लाग्छ, म कहिले सुन्दिनँ क्या मैले आफ्नो भोइस मेसेज, म कहिले सुन्दिनँ, यस्तो लाज लाग्छ है। अनि अस्ति नै एउटा भिडियोमा पनि मैले अलिकति भोइस ओभर गरेर हालेको थिएँ के, त्यो युट्युबमा हालेको थिएँ। पछि आफूले सुनेको त यस्तो नराम्रो सुनेको, यति नराम्रो लाज लागेको मलाई त्यति बेला थाहा थिएन क्या युट्युबमा पोस्ट गरेको अपलोड गरेको भिडियोहरू डिलिट गर्नु हुँदैन रहेछ भन्ने थाहा थिएन मलाई। अनि मैले डिलिट गरिदिएँ क्या। अब यो चाहिँ जस्तो सुकै म बुढी हुन्जेलसम्म पनि म डिलिट गर्दिनँ, कहिल्यै डिलिट गर्दिनँ, जस्तो सुकै होस् राख्छु है। अब यो भिडियो चाहिँ होइन युट्युबले डिलिट गरिदियो, मैले बोलेको के मिलेन भने डिलिट गरिदियो भने गरिदियो, नत्र भने म आफूले चाहिँ डिलिट गर्दिनँ कहिले पनि। आज अनि हामी आमा छोरी सेक्सायद फेस्टिभल घुम्न आएको क्या है। मलाई त्यति धेरै सन्चो थिएन होइन, त्यही पनि आमासँग भएको भएर त्यस्तो केही फिल भएन कि बिरामी भएको जस्तो। अनि मलाई चाहिँ कस्तो फिल हुने भने चाहिँ आमासँग हुँदा चाहिँ म चाहिँ एकदमै सानो बेबी हो, बच्चा हो जस्तो फिल हुने क्या है आमासँग हुँदाखेरि। म एक्लै हिँड्दा डुल्दा चाहिँ छ नि आफूलाई यस्तो फिल हुन्छ क्या, म एकदमै म्याच्योर अनि इन्डिपेन्डेन्ट हो जस्तो फिल हुन्छ क्या। म आफ्नो ख्याल आफै राख्न सक्छु यस्तो फिल हुन्छ होइन म एक्लै हिँड्दा चाहिँ। अनि फेरि मम्मीसँग हुने बेला चाहिँ त्यही हो क्या, एकदमै बेबी बच्चा छु जस्तो। मलाई केही थाहा छैन, सबै मेरो मम्मीले नै गरिदिनु पर्छ जस्तो कि, मम्मीले नै माया गरिराखोस्, बेबी नै जस्तो मानिराखोस् यस्तो फिल हुन्छ क्या मलाई। सबैलाई हुन्छ र यस्तो कि मलाई मात्र यस्तो हुने हो क्या, म नर्मल हो। घरिघरि त के मलाई डर पो लाग्छ, ला म नर्मल हो कि होइन। बचपनको कुरालाई लिएर अहिलेसम्म एउटै सपना देखिराख्ने, एउटै कुराले दुखी भइराख्ने यस्तो पनि हुन्छ र भन्ने त्यस्तो पनि क्वेसन हुन्छ क्या कहिलेकाहीँ मेरो मनमा होइन। आफैलाई गर्छु। हेर्नु न मैले 3 खनको घुमेर पनि आएँ क्या। अनि मेरो मम्मी चाहिँ त्यहाँ पर्खेर बस्नु भएको छ क्या। अब आफूलाई त्यो बेला कस्तो बेबी फिल भएको थियो क्या फेरि मलाई होइन। मम्मी चाहिँ तल पर्खेर बसेको भिडियो बनाएर अनि म चाहिँ सानो बेबी खेलेर आएको, त्यो वाला फिल भयो क्या मलाई होइन। अहिले माथिबाट तल ड्याङ ड्याङ झार्दाखेरि अलिअलि डर चाहिँ लागेको थियो होइन, त्यो पनि डर लागेको छैन भने क्या यस्तो कुराहरू बचपनदेखि सिक्दै आएको हो नि त। हेर्नु न यो चाहिँ बच्चाहरूले खेल्ने ठाउँमा क्या कति राम्रो बनाइदिएको, लाइटहरू कति राम्रो हालिदिएको है।
सबै लाइटहरू डिफ्रेन्ट लाइटहरू बालेको सबै कति राम्रो क्या मलाई कस्तो राम्रो लागेको सबै लाइटहरू देखेर सबै डेकोरेसनहरू देखेर है अनि हामीले 2-3 हामीले त हैन मेरो मम्मी र मैले एउटा त्यो धेरै हल्लाउने तल्ल र माथि ड्याङ गर्ने त्यो एउटा गेम खेल्यो अनि त्यसपछि मैले फेरि अर्को एउटा खेलेँ मैले चाहिँ 2वटा खेलेँ अनि त्यो खेल्यौँ हैन अनि यहाँ कतिवटा कन्ट्रीहरूको रहेछ सबै आफ्नो कन्ट्रीको राखेको है सबै राम्रो लाग्यो एकदमै राम्रो डेकोरेसन गरेको लाइटहरू कति राम्रो भएको सबै राम्रो लाग्यो मलाई अनि के त्यो बच्चाहरूलाई कहिलेकाहीँ म पार्लरमा काम गर्छु नि त हाम्रो पार्लरमा पनि कहिलेकाहीँ त्यो बेबीहरूलाई लिएर आउँछन् क्या हैन आमाहरूले त्यो बेबीलाई नेल पलिस लगाइदिन यत्रु बच्चाहरू हुन्छ त्यही पनि हातमा नेल पलिस खुट्टामा नेल पलिस लगाइदिन ल्याउँछ क्या है अनि उनीहरूको मम्मीले कति धेरै माया गर्छ सानो बच्चालाई किस गर्छ माया गर्छ हग गर्छ है मैले चाहिँ त्यो ठाउँमा आफूलाई राख्छु के आफू बचपन बेलाको हैन अनि आफूलाई सम्झिन्छु क्या है कस्तो फिर लाग्ने के है त्यो कुराले एनीवे साथीहरू कुरा कुराकै दुःख भने जस्तो है आफ्नो कुरा आफ्नो व्यथा कसलाई सुनाउनु सबैको आफ्नै पीडा छ अब अरु सुन्ने मान्छेले त यो त केही हैन अरूलाई कत्रो दुःख परेछ मलाई कत्रो दुःख पीडा परेको भोगेको भनेर भन्छ नि हैन त्यही त सबैलाई आफ्नो दुःख पीडा सबैलाई आफ्नोलाई नै ठुलो लाग्ने रहेछ क्या है म चाहिँ के त्यस्तो धेरै कुरा गर्ने खालको मान्छे होइन क्या एकदमै लेस टकर हो क्या मसँग अरू मान्छेसँग गर्ने कुरै हुँदैन क्या है के बोल्ने कसो बोल्ने कस्तो अप्ठ्यारो लाज लाग्ने बोल्नै आउँदैन क्या मलाई है आज मलाई आफैलाई अचम्म लाग्छ क्या कसरी मैले बोल्न सकेँ होला यति धेरै भनेर एनीवे साथीहरू जे बोले जसरी बोले आफ्नो मनको कुरा बोले टुटी फुटी शब्दहरू मिलाएर बुझ्नु है थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा सुनिदिनु भएकोमा